दर्शक गृहिणी बिहे भोज खान गएकी एकै घरका दुई दिदी बहिनी सहित 13 वर्षीय सपनालाई भेरी नदीले बगाउँदा एकै घरका दुई दिदी बहिनी उर्मिला र कल्पनाको सानी भेरी नदीको किनारामा भेटियो शव। तर 12 वर्षीय सपना अझै पनि बेपत्ता र आफन्तजनहरू खोजी कार्यमा जुटेको अत्यन्तै दुःखद र रहस्यमय घटना सार्वजनिक भएको छ। अनि तेरो चाहिँ बच्चाहरू मार्छु अनि तँलाई पनि मार्छु के भन्ने चाहिँ धम्की दिएको थियो। टाउको चाहिँ तलतिर थियो सर, खुट्टा चाहिँ कसै सेकेन्ड पर्सनले चाहिँ नि युज गरेर त्यो नदीमा फालेको हो भन्ने चाहिँ उहाँहरूको छ, होइन भने सोध्नुहोस् यहीँ हुनुहुन्छ। बहिनी कान्छीको चाहिँ अलि तल्नु हुने स्टेपको त्यो उसमा चाहिँ भेटेको थियो, एउटा हल्का खुट्टा भेट्यो। प्रशासन बाल्लामा हिँडेर हुन्छ। माइली हुने छोरीको चाहिँ लास यहीँ पारी बिचमा भेटेको थियो सर। कारमै हिँड्ने बग्ने तिन लखिनेर गाएर आनी पानी खेल्ने त्यस्तो खालको केटीहरू होइनन्। दर्शक गृहिणी नमस्कार, म सबिन मगर। यति बेला भने हामी रुकुम पश्चिमको बाबीकोट गाउँपालिका वडा नम्बर 3 मा रहेको यो भाम्ले भन्ने स्थानमा रहेका छौँ, जहाँ अस्ति राति विवाह भोज खानको लागि एकै घरका दुई दिदी बहिनी सहित 12 वर्षीय सपना पनि सँगै पल्लो गाउँमा विवाह भोज खानलाई गएकी थिइन्। तर घर फर्किने क्रममा एकाएक भेरी नदीले बगाउँदा एकै घरका दुई दिदी बहिनी कल्पना र उर्मिलाको सानी भेरी नदीको किनारामा शव भेटियो। तर आज 2 दिन बितिसक्दा पनि 12 वर्षीय सपना भने अझै पनि बेपत्ता रहेका छन्। यति बेला भने आफन्तजनहरू नदी किनाराको आसपासमा खोजी कार्य गरिरहेको निकै नै दुःखद भिडियो तपाईँहरूमाझ प्रस्तुत गर्दैछौँ। विवाहमा सामेल थिइन् गरे। त्यसपछि 7 बजीतिर उसको दाई पूर्णबारको छोरा त्यो हातीराम भन्छौँ हामी, त्यो बाबुले चाहिँ तलसम्म मैले पुर्याइदिएको हुँ। दाई भन्नाले त्यो बिहे गर्नेको दाई होइन त्यही जुन मर्ने केटी नानीहरूको दाई, मतलब दाई पनि बिहेमा गएको, दाई पनि विवाहमा गएको, दाई बहिनीहरू सबै विवाह गएको। अनि दाईले चाहिँ घर गइजाऊ रात परिहाल्छ तिम्रो भनेर दाइले चाहिँ भलखोलासम्म चाहिँ उसले पुर्याएको। अनि त्यसपछि आऊ फिर्ता गरेर फेरि बिहामै चाहिँ गएँ भनेर मलाई त्यो बाबुले भनेको थियो। अनि ती नानीहरू 7 बजी आइगउन् गरे। 7 बजी आइसकेपछि अब तल्लो बाटो गएर तिनीहरू बग्यो कि अब माथिल्लो बाटो पनि भलखोलाबाट सिधा आउँदाखेरि पनि पुल हाम्रो नजिकै पर्छ, जानुपर्ने पुल टपेर पुलको जिपबाट चाहिँ माथि जानुपर्ने तिनको घर। अब हामीलाई के लाग्यो भनेपछि तल्लोबाट फेरि गारमा हिँड्ने बग्ने तिन लखिनेर गाएर आनी पानी खेल्ने त्यस्तो खालको केटीहरू होइनन्। सिङ्गेट प्रहरी पोस्टबाट चाहिँ प्रहरी साथीहरू र अनि म लगायत त्यहाँ झऱ्यौँ। अब त्यहाँको सबै गाउँको जनसमुदाय सबै झरिसकेपछि लास्टले चाहिँ मतलब यहाँ बिहेमा त्यस्तो झै झगडा गर्ने खालको त्यस्तो केही भएको थिएन। साँझ 8-9 बजीतिर मेरै छिमेकीको अनि मेरो घर परिवार मेरो श्रीमती पनि त्यहाँबाट 8 बजीतिर फर्केर घर गएको थियौँ। त्यस्तो झगडा बादविवाद चाहिँ केही भएको थिएन भन्ने कुरो परिवारले, त्यो कुरा पनि मेरो परिवारले मसँग भनेको थियो। मतलब पछाडिबाट तपाईँको आफन्ती तपाईँको परिवार जानु बेला बाटोमा कतै खोलामा चिच्चाको करा त्यस्तो केही त्यस्तो आवाज केही भएन, केही थाहा छिटी भएन। अनि तपाईँको घर पुर्याभन्दा अगाडि नानीहरू निस्किएर रहेछ। अगाडि चाहिँ नानीहरू त्यो बाबुले भनेअनुसार 7 बजीतिर चाहिँ मैले बहिनीहरूलाई चाहिँ पठाइदिएको भनेर त्यो बाबुले मलाई भने। अनि 8 बजीतिर 8:30 बजीतिर मेरो परिवारहरू गएको छ घरबाट यताबाट, त्योबाट लगायत 4-5 जना अरू मान्छेहरू पनि छन्। उनी मान्छेहरू सँगसँगै जाँदा त्यस्तो आवाज आएको काउले बाउले भएको त्यस्तो केही कुरा पनि भएन भन्ने कुरा परिवारले मसँग भन्दा चाहिँ कसैको रेसिपी पनि त्यस्तो छैन, देखिएन। त्यस्तो यिनीहरूको बच्चा बच्चीसँग त्यस्तो रेसिपी दायाँ बायाँ गर्ने खालको त्यस्तो गर्ने खालको बच्चा बच्ची पनि त्यस्तो थिएन। के छ अहिले सरस्वती तपाईँ त्यो बाटो हेरेर पनि आउनुभयो, हजुर, त्यहाँनिर नानीहरू तर्न खोजेको ठाउँ पनि, हजुर, त्यो के छ अवस्था, के छ खोला कस्तो छ त्यहाँ? त्यसमा के छ भने सर जस्तै तिनी नानीहरू 7 बजीतिर आयो भने तिनीहरू लोटे पनि त्यहाँ झ्याप्पै बगेर चाहिँ लोट्ना बित्तिकै बग्ने स्थिति छैन, किनभने अलिक पातलो पातलो छ। हात खुट्टा टेकेर पनि पार हुने ठाउँ तरिने ठाउँ नै छ। अब त्यस्तो एकदम गहिरो झ्याप्पै झर्ना बित्तिकै नउठ्ने खालको वातावरण छैन त्यहाँ। हामीले बुझबाज हेर्दाखेरि पनि त्यस्तो छ। अब सानसानो बच्चाबाट आवाज गर्छन्। अब त्यही कुरालाई हामीलाई दुःख के लागिरहेछ भनेपछि यो त्यस्तोमा पनि झ्याप्पै लोटेर नबग्नुपर्ने नमर्नुपर्ने। अब फेरि लगतै होइन भने अब तलतिर गएको छ त्यसको यहाँ मानौँ हामीले पुलको 300 मिटर बराबर तल उनको लास भेट्दाखेरि नाकको टुप्पी पनि त्यसैमा छ, टिका पनि त्यसैमा छ, होइन कुनै शरीरमा त्यस्तो अङ्गभङ्ग शरीर पनि हामीले देखेनौँ। यो बाबुले अब हामी पनि चिन्तित छौँ। भनेपछि अलिकति भित्रेर गहिरेर हेर्दाखेरि झ्याप्पै बगाउने खालको पनि छैन, बगाउने खालको पनि छैन। कसैले त्यस्तो लुटपाट गरे कि केही दायाँ बायाँ गऱ्यो भने नि शरीरमा त्यस्तो छैन। अब फेरि एउटा उमेर ठुलो भएको कहीँ कन्ट्याक्ट गर्ने कहीँ त्यस्तो गर्ने कोहीसँग फोनसोन गर्ने वातावरण पनि त्यस्तो नानीहरू छैनन्। फेरि तिनीहरू इमान्दारी हुन्। अनि सोझा साझा केटीहरू बिहान आएर तपाईँको बिहान स्कुल आउने साँझ जाँदाखेरि उस्तै पऱ्यो घाँस लगेर घर जाने नानीहरू हुन् तिनीहरू। अनि उनीहरूको पासमा मोबाइल फोनहरू थिएनन् कि? त्यो आमाहरूलाई बुझ्दाखेरि छोरीहरूको चाहिँ मोबाइल साथमा थिएन र मोबाइल पनि तिनीहरू राख्दिनन्। मोबाइल छोरीहरूसँग चाहिँ हुँदैन थिएन भन्ने कुरो छ आमाको। मोबाइल नचलाउनु आमाको ठुली आमाहरूको ठुलो बुवाहरूको उनीहरूको बुझ्दैन। त्यसरी ती 3 जना एकैचोटि खोलामा नपस्नु पर्ने हो, एउटाले बगायो भने अरूले हारगुहार गर्नुपर्ने हो, त्यस्तो खालको कुराहरू केही भएको पनि गाउँतिर हामीले बुझ्दाखेरि अब गाउँले कस्तो अचम्म पर्छ त, ती 3टी नानीहरूसँग आइए पनि एउटा बजादार चाहिँ काउले उसले गर्नुपर्ने
वरिपरि नजिकै छ फेरि त्यो बोकेको हाम्रो बाँसकोट 3 मा त फेरि के छ भने पाल्नापट्टि बस्ती छ त्यो बस्ती पनि चिच्याको कराएको थाहा पाउने ठाउँ छ त्यहाँ पनि उनीहरूले चाहिँ केही थाहा पाएनौँ भन्ने कुरा छ हाम्रो कालीबारहरूको घर अहिले बाबुको घर पनि आसपास त्यति नजिकै छ त्यही बाबुको घरको जस्तै तलतिर चाहिँ लास भेटिएको छ बिहान उनीहरू त सानो कुरा पनि चिजा पनि सुन्ने ठाउँ छ त्यो पनि थाहा पाएन भन्ने कुरा हो अब हामीलाई पनि त्यस्तो जानकारी केही भएन बिहान चाहिँ लास भेट्यो कसको हो के हो भन्ने हिसाबले हामीले तल झरिसकेपछि पछि चाहिँ लासलाई चाहिँ छरछिमेक सबै बसेर चिना परिचय गर्दाखेरि हाम्रो चाहिँ गर्लकोटको निराजन ओलीको चाहिँ छोरी रहेछ भन्ने कुरा हो अनि ती 3 जना हराएको अहिलेसम्म सम्पर्क छैन भनेर चाहिँ यहाँको त्रिजो माविबाट सरले भन्नुभयो एकजना दीपक मल्लले पनि त्यो कुरा मलाई जानकारी गर्नुभयो मतलब बिहेको अर्का दिन भेटेको लास हो कि के भयो साँझपल्ट चाहिँ अघिल्लो दिनको दिउँसोमा चाहिँ विवाह भयो साँझ चाहिँ उनीहरू भोजमा आए त्यही साँझै घरमा गइसकेपछि बिहानै लगतै हजुरको चाहिँ 6 बजे त्यो लास भेट्यो हजुर बिहेको अर्का दिन भेटेको हजुर भनेपछि घर पुग्या नपुग्या भन्ने खबर उता त दायाँ बायाँ भार रहन्छ भएन अनि घरकाले बिहानीपल्ट किन आएनन् त कता गयो भन्दाखेरि एउटा चाहिँ लास भेटियो भनेर जानकारी गरिसकेपछि नानीहरू हिजो जुन गएका हुन् घर आछन् के छ भनेर घर परिवारले पछाडि लास कसको भेटियो यहाँ कसको हो भनेर हल्ला गर्दाखेरि खबर सबर गर्दाखेरि हाम्रो नानीहरू हिजो जुन गएका आछन् 3 नानीहरू के हो भनेर भइसकेपछि अनि त्यहाँ खोजतलास गर्दाखेरि पछि लास बाहिर ल्याइसकेपछि अब हामीले त्यहाँ चिन्दाखेरि एउटा नानीको लास भेट्यो अब हामीले घर परिवारलाई जानकारी गयौँ यस्तो यस्तो भनेको 3 दिन हुँदाखेरि फेरि हामी खोज्न सफल भयौँ अनि त्योभन्दा तल हजुरको 200 मिटर तल बराबर त्यहाँ अर्को लास भेट्यौँ अनि त्यसपछि अर्को लास अहिलेसम्म भेटेको छैन अब हिजोबाट हामी सबै त्यहाँको गाउँको छरछिमेकी आसपास सबै चाहिँ खोजी कार्य लागेको छ अनि अहिलेसम्म नभेटेको नानीको नाम कति वर्षको उमेर के छ अब त्यो नानीको उमेर चाहिँ 13 वर्ष भन्ने छ आमाको उसको नाम चाहिँ सपना हामी भए सपना ओली नानी हो त्यो पातलो खालको छ 12-13 वर्षको नानी 13 वर्ष भनेपछि त्यो नानी अब खोलाले बगायो या कतै गयो के गर्ने केही कुरा थाहा छैन केही कुरा थाहा छैन हामीले अब त्यसको उसको चाहिँ लास नभेट्यौँ अब यहाँ छिङ 1 नम्बरबाट प्रहरी टोली हिजोसँग आजसम्म पनि सँगसँगै छ हामीसँग अहिले पनि टोली तल्लोबाट गइरहेछ उनीहरूलाई पनि यहाँबाट परिचालन गरी वारिपारिको मान्छेहरू अब सबैलाई जानकारी गरी को तलासको प्रक्रियामा अझै पनि छौँ सर जसोतसो हुन्छ हामीले चाहिँ भेटाउनुपर्छ भन्ने मध्येमा छौँ अब योभन्दा बाँकी हामीले जिल्ला प्रशासनमा चाहिँ खबर गरेर हिजो पनि त्यहाँ आर्मीको टोली पनि चाहिँ त्यहाँ आएको हामीले भेट्यौँ अब त्यहाँ भोलिबार चाहिँ हाम्रो अध्यक्षले सशस्त्र परिचालन गरेर आर्मी पुलिस सबै लागेर चाहिँ लास खोजौँला भन्ने कुरा हो र हिजो हामीले लामितालसम्म मान्छे पठायौँ त्यहाँसम्म चाहिँ पत्ता लगाउन सकेन त्यो चाहिँ यो घटना के कारणले के कसको कमी कमजोरी कारणले यस्तो भयो लाग्छ तपाईँहरू विषय तपाईँको एनालाइसिस के छ अब यसमा के छ भनेपछि मेरो आफ्नो कुरा बच्चा बच्चीलाई विवाहमा कतै कहीँ जाने भयो भने सामेल भएपछि पनि टाइममा चाहिँ घर आउनुपर्छ र अभिभावक आफू भइसकेपछि बच्चा बच्चीलाई चाहिँ जान दिनुहुन्न गइए पनि सँगसँगै ल्याउनुपर्छ र सँगसँगै जानुपर्छ आफ्नो भूमिका निभाउनु ठाउँ बच्चा बच्चीलाई त्यो भूमिकामा चाहिँ दायित्व आफूले गर्ने दायित्व चाहिँ बच्चा बच्चीलाई त्यो दायित्वमा पठाउनु